नमस्ते, के छ खबर सबैजना? सन्चै आरामै हुनुहुन्छ होला। आज पनि फेरि म नयाँ भ्लगको साथमा उपस्थित भइसकेको छु। कृपया भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सिनु होला। आज चाहिँ म घुमाउने घरमा चाहिँ आएको छु। घुमाउने घर भनौँ अथवा भवन भनौँ। हाम्रो यो जुन संस्कृति छ, यो जुन रीतिरिवाज छ, यो पहिलाका घरहरू, लोप हुँदै गएका घरहरू, यो कुराहरूलाई चाहिँ संरक्षण गर्न जरुरी छ गाइज। हेर्न सक्नुहुन्छ यहाँनिर जाँतो हेर्न सक्नुहुन्छ। यो पनि बिस्तारै लोप हुँदै गइरहेको अवस्था छ। हेर्न सक्नुहुन्छ कस्तो राम्रो खाले झ्याल हालिँदो रहेछ। पहिला यस्तो खाले झ्याल हालिन्थ्यो पहिला। हिँड्छ उतापट्टि हेर्न सक्नुहुन्छ गाइज। अब तपाईँहरूलाई म देखाउँछु यतापट्टि मौरीको घार। बिस्तारै यो मौरीको घारहरू पनि खासै मौरी मान्छेहरूले पाल्न छोडे खासै देखिन्न गाइज। बिस्तारै लोप हुँदै गइरहेको अवस्था छ। यतापट्टि हेर्न सक्नुहुन्छ ढिक्रीहरू पनि, यो पनि बिस्तारै लोप हुँदै गइरहेको अवस्था छ। सबैजना एकचोटि घुम्न चाहिँ आउनु होला। हेर्न सक्नुहुन्छ रातिमा घुमाउने घरको दृश्य चाहिँ यस प्रकार रहेको छ। यो ठाउँमा चाहिँ विशेष गरेर चाडपर्व भएको बेलामा चाहिँ आयो भने चाहिँ चाडपर्व अथवा यहाँ चाहिँ अनि नाचगान भएको बेलामा चाहिँ आयो भने चाहिँ यस्तो रमाइलो हुन्छ नि गाइज। साधनमा आउँदाखेरि चाहिँ अलिकति स्कुटरहरू त नलिएर आउँदैन हैन, स्कुटर चाहिँ नलिएर आउनु होला गाइज। किन भन्दा स्कुटरले तान्दैन बाटो। अहिलेको समय यत्रो डल्लो ढुङ्गा आउँछ, बुरुक बुरुक उखार्छ। स्कुटरलाई चाहिँ धेरै गाह्रो छ, ल्याउँदै नल्याए हुन्छ, बेकारको खर्च हो। हजुर, बाइकमा आउनु होला। र बाटो एकदम यति बेला चाहिँ एकदम कष्टकर नै छ। तपाईँहरू आउन सक्नुहुन्छ। अलि पछाडि त अब बाटो सरसफाइ होला होइन, तर यति बेला चाहिँ धेरै गाह्रो छ। कतै कतै त बोक्न नि पर्ने अवस्था आउन सक्छ है। गाइज आजको लागि चाहिँ भिडियो यति नै। भिडियो के कस्तो लाग्छ सल्लाह सुझाव र प्रतिक्रिया दिन नबिर्सिनु होला भन्दै यस्तै नयाँ भिडियोको साथमा उपस्थित हुने बाचा गर्दै यो भिडियो यहीँ अन्त्य गर्दछु। भेटौँला नेक्स्ट डे नेक्स्ट ब्लगको साथ।